नमस्कार, म अहिले हस्पिटलमा छु। मेरो श्रीमतीको बच्चा जन्मिएको 24 घण्टा भइसक्यो र अब हामी घर जाँदैछौँ। मलाई र मेरो परिवारलाई आशीर्वाद दिनुहोला। भइसकेको छु, यति बेला चाहिँ म घर जाँदैछु। आज चाहिँ होइन हस्पिटलबाट 24 घण्टा भयो र आज 24 घण्टा भएपछि मलाई डिस्चार्ज मिल्यो र अब घर जाँदैछु। देख्न सक्नुहुन्छ यता मेरो फ्यामिलीहरू देख्न सक्नुहुन्छ यहाँ। अनि त्यसरी यता अगाडि चाहिँ यस्तो छ, एकदम गाडी घोडाहरू धेरै हिँडिरहेका छन्। अहिले चाहिँ यहाँबाट मलाई घर जानलाई चाहिँ ठ्याक्कै 1 घन्टा लाग्छ। यहाँबाट हेलटबाट नवस्था जानलाई ठ्याक्कै 1 घन्टा लाग्छ। र यता देख्न सक्नुहुन्छ यहाँ दिदी हुनुहुन्छ, मेरो दिदी बच्चा छ, अनि यता मेरो श्रीमती होइन। यता चाहिँ यो मेरो पडोसीवाला पडोसीवाला साथीको छोरो हो। अनि चाहिँ उता चाहिँ मेरो छेमाको छोरो, ऊ चाहिँ मेरो छेमाको छोरो हो। उसले अटो चलाउँछ। मैले उसलाई भाइ मलाई हेल्प चाहियो भनेर भनेको थिएँ, अनि उसले चाहिँ तुरुन्त आएर मलाई चाहिँ हेल्प गरेको छ। एकदम धेरै खुसी लागेको छ। र अगाडिको नजारा यसो छ, देख्न सक्नुहुन्छ जताकतै गाडी घोडा। र मेरो श्रीमतीको स्वास्थ्य अहिले चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ नर्मल बच्चा जन्मेको हो। र उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। एकचोटि मेरा दर्शकलाई हाई गरिदिनु न। मैले चाहिँ यो गरेर घर ल्याएर बेडमा सुताइसकेको छु। देख्न सक्नुहुन्छ बच्चाले दुध खाँदैछ। र यति भन्दै अहिले बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।